चाहिँ यस्तै छ पारा यहाँदेखि चाहिँ गएको लागिन्छ अनि हेरौँ बाटोमा के हुन्छ। लेट्स गो। यो चाहिँ मेरो जापानको उडान खटौली। अब यसमा चढेर ल्याम्पमा गइन्छ। अब हेरौँ अगाडि म चाहिँ मेरो उडान खटौलीमा सवार भइसकेको छु। अब चाहिँ गएको जाने बेला भइसक्यो। यस्तै छ जापानमा पनि 1 वर्ष भइसक्यो। लाइफ यस्तै चल्दै रहेको छ दिनदिनै सेम रुटिन। साइकल पार्किङमा पनि राखिदिइसके। अब चाहिँ ट्रेन चढेर सुट्टर जाने बेला भइसक्यो। मजाले ट्रेन चाहिँ आइसक्यो। फाइनली आई एम आउट अफ द स्टेसन। अनि स्टेसनको बाहिरको लुक चाहिँ यस्तो छ। अब चाहिँ यहाँदेखि म हिँड्दै गएकोसम्म जान्छु। त्यतिखेर म चाहिँ अहिले कतिखेर हुन्छ भेटौँला नि त। ओके भर्खर चाहिँ गएको थियो अनि घरतिर जान लागेको अवस्था। घरतिर जाने बेला बाटो त्यहीँ हो सेम। त्यही बाटो हिँडेको छ त्यही बाटो फरेको छ। द्याट्स इट। अहिले भेटौँला। भर्खर चाहिँ अब ट्रेन सेरेनदेखि झऱ्यो। अब घरतिर गइन्छ। हेरौँ साँझसम्म के हुन्छ। दिनभरि के हुन्छ सब देखाउँछु। भर्खर आएको खानासँग पुगेर खाइदिएको सुतेर अनि सारा काम जाने बेला हुन्छ। त्यति बेला चाहिँ हेरौँ के हुन्छ। त्यति बेलै भेटौँला अब।